साथीहरू हामी यतिखेर कोरियाको जेजु प्रान्तको हालासा नजिक छौँ। हिजो रातिदेखि हिउँ परिराखेको छ। आज बिहानबाट अलिक बढी पर्न लागेको छ। यतिखेर बाटो हिँड्नलाई पनि चिप्लो भएर बिहानैबाट गाडीहरू हिँड्नको लागि बाटो साफ बनाउनु पर्ने हुन्छ। झाडु बेल्चाहरूले। चिसो छ कोरियाको मौसम। हिउँ यसरी परिरहेको छ। यो कपास झरेको जस्तो उडाएको जस्तो देखिन्छ हिउँ पर्दाखेरि। खासमा हाम्रो यो पहिलो अनुभव थियो कोरियामा। हिउँको कारणले गाडीहरू आवतजावत गर्न नसकेर आज धेरै ठाउँमा कामदारहरू आफ्नो काममा पुग्न नसकेको, जानुपर्ने ठाउँमा जान नसकेको, बाटो अवरोध हुने ठाउँहरूमा यहाँको सरकारले सूचना जारी गर्छ। इमर्जेन्सी अलर्ट भनेर मोबाइलमा एउटा मेसेज दिने गर्छ। त्यसैको आधारमा र मौसमका आधारमा, पूर्व अनुमानका आधारमा यहाँ कोरियाका मानिसहरू पूर्व योजना, पूर्व तयारी गर्ने गर्छन्। यस्तो छ कोरियाको बसाइ। चिसो छ, जाडो छ, रमाइलो पनि छ, गाह्रो पनि छ।